वेलकम टु माई न्यू ब्लग साथीहरू। फेरि स्वागत छ मेरो भ्लगमा साथीहरू। अनि आज चाहिँ फेरि हामी इलाम जाँदैछौँ रातिखेरि, नाइटमा भोलि बिहान पुग्छौँ सायद। अनि हामीहरू चाहिँ अहिले यहाँ दुईजना छौँ। अनि अगाडि चाहिँ उतातिर अरू मान्छेहरू छ, उहाँ कति देखेको त्यही हो हाम्रो ग्रुपमा हो। को म त्यही रहेछ। अनि तिमी थिएन यता यता छ मान्छेहरू नाइटमा। ए हाम्रो ग्रुप यता आयो भने कस्तो राम्रो देखेँ क्यामेरा। कस्तो राम्रो देखेको छ क्यामेरा। अस्मिता यस्तो गर्दा क्लियर आएको छ क्या साथी हो। बस आएछ फाइनली। हो यो सामान तामान बोक्नु ल एउटा सबैजना एउटा सामान बोक्नु जस्तो भयो नि। डिक्कीमा हाल्नु सामान। डिक्कीमा हाल्नु सामान आउनु। यो अनि उहाँहरूले कुरोको ठाउँ मिसाएर खाने होइन तपाईँहरू? हजुर त्यही हाल्नु। कोही त हामी आँगेर पानी त हाल्दैन हुन्थ्यो बराबर चढ्ने भयो जय मस्ती ब्लग हान्दैको जय मस्ती हजुर जय मस्ती हजुर जय मस्ती दिदी म अगाडि छ। जय मस्ती सोच्दै ल कता जानु आएको ठाउँ छ अगाडि हिँड जस्तै गएर हेर मेरो भाइलाई मार हामीलाई चाहिँ हेपेको राणा टोल गर्नु पछाडि केटा पछाडि बस्नु अगाडि बस्छ। एकछिन अगाडि जान्छ हजुर म अगाडि जान्छ भाइ तपाईँले मलाई दिनुभएको हुन्थ्यो नि जानु अगाडि अगाडि जाने अगाडि ठाउँ सक्छ छैन। यता जानु हामी बचाएको चाहिँ यता बस्छु। भाडाबुढीहरू बस्ने हजुर यता बस्नु उतातिर त्यहाँ खाली छ कता सामान बराबर हामी लागेको साथीहरू बस्नु म यहाँ बस्छु हजुर साथी हामी चाहिँ अहिले जाँदैछौँ हजुर छ समस्या बस्नु छ यस्तो तिमी बस्नु तिमी मात्रै यो बस्नुहुन्छ सोच्दै यहाँ बस्नु त्यहाँ बस्छ जाऊ त्यहाँ बस्छ
साथीहरूले चाहिँ हामी सबैजना शान्त भइसकेका छौँ भर्खर लक्ष्मी यहाँ कटेको छौँ हामी आमामा पुरै भूत देखिरहेको छ त भाउजूलाई आत्माहरू हामी सबै साथीहरूले चाहिँ हामी यो भर्खर कोसी कटेर हामी यहाँ बसेका छौँ खाजा खानेछौँ हामी हामी कोसी ब्यारेज आएको छौँ अब हामी यहाँनिर विभिन्न किसिमका कोसीका माछाहरू रहेको छ ताजा ताजा एकदमै फ्रेस है यदि तपाईँहरूलाई पनि इच्छुक हुनुहुन्छ भने माछा खानलाई स्वागत छ यस ठाउँमा है ल आमा कस्तो छ त मजा छ मजा छैन सजाएका छ उल्टी गरौँ झिङ्गे माछा हो कि होइन ओ यो झिङ्गे त अनि त्यो झिङ्गे माछा अनि यो यसलाई के अरे यो त यो कुन माछा अरे यो क्याटफिस हो क्याटफिस हो सेम त्यही लाग्छ क्या यो त क्याटफिस हो कुन माछाको कुन ठुलो माछा हो यो त पोठिया माछा हो यो चाहिँ यो विदेशमा मैले देखेको थिएँ क्या एउटा भिडियोमा कुन काटी माछा छैन यो काटी माछाको यता यताबाट काटी निस्किन्छ अनि यो झिङ्गे माछा होइन यो त झिङ्गे माछा ल चिया चिया के खानु हौ यति आँखै लाग्दैन कसलाई देखाउनु साथीहरू म चाहिँ गाडीमा चढिसक्यो कि अब म चाहिँ सुतेको बाइक ल बने पा कता हो यो कहाँ हो यो त्यो डाँडा कता कता देखेको छैन उज्यालो भएको छैन एउटा भाले चट्टा पारेपछि कुक्रीका चार बज्छ है 7 बज्छ साथीहरू यो चाहिँ हामी यो कुन डाँडा हो त्यो थाहा भएन दामी आएको छ तपाईँको देखाएको छैन झिलिमिली देखेको छ पुट्राइको यो रोडको लाइन देख्ने झिलिमिली हो देख्छ तपाईँ के टप टप छ लु तपाईँको त थोमस यो कुन ठाउँ हो अहिले त थाहै छैन बाटोमा किन रोक्यो गाडी यहीँ हो त अब यहाँ काट्यो भने हात जान्दैन यति हेरेको मैले मन पर्यो अझै ज्याकेट निन्द्रा नपुगी आउँदा मजा आयो देख्छ देख्छ यस्तो आशाहरू त खतरनाक गोरी देखेछ आज बिहान 5 बजे साथीहरू घाम लाग्दै भएको के बाहिर त के देखेको छैन भर्खर 5 बजे रहेछ बिहान सबै बिहान 5 बजी रहेछ साथीहरू अब साँझमा फोटो हाल्छु अहिलेको भिडियो यहाँ इन्ड गरिदिएको गुड नाइट अब सुतेको हामी बाई बाई